जय मसीह, मेरी क्रिसमस। यहाँहरू सबैजना आराम साथमै आइपुग्नुभयो भन्ने म विश्वास गर्दछु र खुसी पनि हुनुहुन्छ होला। खुसी हुनुहुन्छ हुनुहुन्न? हामी खुसी यस मानेमा हुनुपर्छ कि वास्तवमा हामी यो संसारमा रहन्जालसम्म हामीलाई दुःख चाहिँ कष्ट चाहिँ हुन्छ नै। त्यो कष्टहरूले हामीलाई झेलिरहँदाखेरि हामी कतिपय समयमा खुसी हुँदैनौँ। तर यस मानेमा हामी खुसी हुनुपर्छ कि तपाईँ र मेरो कष्ट, तपाईँ र मेरो वेदना, तपाईँ र मेरो हरेक समस्याहरू चाहिँ आजभन्दा 2025 वर्ष अगाडि प्रभु येशू ख्रीष्टले कल्भरी क्रुसमा लगिकन हामीलाई छुटकारा दिनुभएको छ र हामी स्वतन्त्र भएका छौँ। यस मानेमा हामी खुसी भन्नुपर्छ, खुसी हुनुपर्छ। हालेलुया। यी मानिसहरूले अथवा हामीमा पनि यो एउटा भ्रम जस्तो लाग्न सक्छ। क्रिसमस चाहिँ हामी विश्वासीहरूको एउटा पर्व, तर विश्वासीहरूको मात्र यो पर्व नभएर वास्तवमा क्रिसमस चाहिँ सारा जातिहरूको निम्ति उत्सव हो। किन भन्दाखेरि परमेश्वरले तपाईँ र मलाई यस धरतीमा बनाउनु भयो आफ्नै स्वरूपमा हामीलाई बनाइकन यस पृथ्वीमा अथवा अदनको बगैँचामा जब उहाँले राख्नुभयो अनि उहाँले एउटा आज्ञा गर्नुभयो, तिमीहरू मानिस जाति मेरै स्वरूपमा मैले सिर्जना गरेको छु र यो अदनको बगैँचामा मैले जे काम तिमीहरूलाई लगाएको छु त्यो काम गर्नु भनेर उहाँले आज्ञा दिनुभएको थियो। तर जब त्यो आज्ञालाई उल्लङ्घन गरे, मानिस जातिले जब आज्ञालाई उल्लङ्घन गरे, तब त्यस समयमा नै हाम्रो शरीरमा अथवा मानव जातिमा पापको प्रवेश भयो। जब मानिसको जीवनमा पापको प्रवेश भयो, तब परमेश्वरले आफ्नै स्वरूपमा बनाउनु भएको हामी मानव जातिलाई प्रेम गरेको कारणले गर्दाखेरि त्याग्नु भएन। उहाँले हामीलाई गाली गर्नु भएन, उहाँले हामीलाई श्राप गर्नु भएन, तर प्रेम गर्नुभयो। त्यसै कारण त्यही समयमा नै उहाँले आफ्नो पुत्रलाई दिने निर्णय गर्नुभयो। त्यो निर्णय नै भविष्यमा आएर समयको पूर्णतामा चाहिँ पुरा भयो। यसैले हामी क्रिसमस भन्छौँ। क्रिसमस चाहिँ सारा मानिसहरूको जाति, सारा मानिसहरूको लागि छुटकाराको दिन हो। त्यही भएर लुकाको पुस्तक 2 अध्यायको 10देखि 11मा यसरी भनेको छ, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। प्रियहरू, यहाँ यसरी भनेको छ, सबै मानिसहरूको निम्ति। यहाँ तिमीहरू इसाईहरूको निम्ति, तिमीहरू क्रिस्चियनहरूको निम्ति यो सुसमाचारको कुरा छैन प्रिय हो। यहाँ सबै जातिहरूको निम्ति, सबै मानिसहरूको निम्ति चाहिँ यो सुसमाचारको कुरा छ। सुसमाचार भनेको चाहिँ खुसीको कुरा, आनन्दको कुरा छ कि तिमीहरू दासत्वभित्र थियो, तिमीहरू पापको परिबन्धमा थियो, तर अब उपरान्त तिमीहरू पापमा छैनौ। खुसीको खबर यो छ कि तिमीहरूको निम्ति, सारा मानिसहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ। यहाँ एकजना मानिसको जन्म भएको छ भनेको छैन, एकजना प्रभुको मात्रै जन्म भएको भनेको छैन, मुक्तिदाता जसले तपाईँ र मलाई चाहिँ स्वतन्त्र तुल्याउनु भयो, जसले तपाईँ र मेरो सबै कष्टहरू बोक्नुभयो, उहाँको चाहिँ जन्म भएको छ भनेर छ। हालेलुया। तपाईँहरू खुसी हुनुहुन्छ? पक्कै पनि हामी खुसी छौँ, किनभने हाम्रो निम्ति आजभन्दा 2025 वर्ष अगाडि जन्मनुभयो। तर यसको मतलब यो होइन कि 2025 वर्ष अगाडिसम्म, त्योभन्दा अगाडि चाहिँ उहाँ हुनुहुन्थेन, यो होइन। यो सारा सृष्टि, सारा ब्रह्माण्डको सृष्टिकर्ता नै उहाँ हुनुहुन्छ। उहाँले नै रच्नु भएको वचनले प्रष्ट हामीलाई भन्छ, आदिमा परमेश्वर हुनुहुन्थ्यो, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग थियो र
परमेश्वर चाहिँ वचन हुनुहुन्थ्यो। त्यही वचन चाहिँ समयको पूर्णतामा आएर शरीरको रूप धारण अथवा मानिसको रूप धारण भइकन यो संसारमा आउनुभयो, जो चाहिँ प्रभु येशू हुनुहुन्छ। हालेलुया। यो खुसीको कुरो हो। सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईहरुले मुक्तिको निम्ति कष्ट भोग्नु पर्दैन। मुक्तिको निम्ति तपाईहरुले कुनै पनि आफ्नो शरीरलाई दुःख दिइरहनु पर्दैन। तर यति मात्रै गरे पुग्छ, साँचो परमेश्वर चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुँदो रहेछ, जसले यो सारा ब्रह्माण्ड सृष्टि गर्नुभयो। पृथ्वी, स्वर्ग, सबै नक्षत्र, सबै थोकहरू उहाँले नै सृष्टि गर्नुभयो उहाँकै निम्ति। र हामी त्यसमध्येबाट सबैभन्दा उत्तम प्राणीको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको छ। त्यही कारणले गर्दाखेरि आफ्नो प्रेम पुत्रद्वारा हामीमा खनाउनु भयो। प्रिय हो, वचनले भन्छ धर्मीजनको निम्ति कसैले ज्यान दिन सक्ला, असल गर्नेको निम्ति कसैले मै मरिदिउँला भन्नु सक्ला, तर पापीको निम्ति कसैले पनि म ज्यान दिन्छु भन्दैन। पापीले आज यहाँ अथवा दुष्ट काम गर्नेले अथवा खराब गर्नेले अथवा संसारमा बसेर समाजमा बसेर विद्रोह गर्ने कलह गर्नेको निम्ति सबैले त्यो मान्छे चाहिँ मरेकै बेस भन्छ। त्यस्तै नै थियो हामी मानिस जाति पनि। परमेश्वरको विरुद्धमा हरेक क्रियाकलाप गर्ने उहाँले आएको, उहाँले राखिदिनु भएको आज्ञालाई उल्लङ्घन गरेर हामी चाहिँ हिँड्ने जातिहरू थियौँ। तर उहाँले त्यसरी कहिल्यै भन्नु भएन। तर उहाँले चाहिँ के गर्नुभयो भन्दाखेरि उहाँले आफ्नो प्रेम यसैमा देखाउनु भयो कि तपाईँ र म आमाको गर्भमै हुँदाखेरि, आमाको गर्भमै पापी अवस्थामा हुँदाखेरि आफ्नो पुत्र आजभन्दा 2025 वर्ष अगाडि कलवरी क्रुसमा टाँगेर तपाईँ र मेरो प्रेम, तपाईँ र मेरो पाप उहाँको प्रेमद्वारा अथवा उहाँको अमूल्य रगतद्वारा चाहिँ क्रुसमा स्वतन्त्र अथवा धोइदिनुभयो। हालेलुया। यो एउटा गफ मात्रै होइन कि हामी चिच्चाउने, हामी कराउने, हामी यसरी प्रचार गर्ने चाहिँ अनन्त अनन्त जीवनको निम्ति अनन्तसम्म हामी जिउनेछौँ। जब प्रभु येशूलाई हामी स्वीकार गर्छौँ, प्रभु येशूलाई हामी मान्छौँ भने मेरो मुक्तिदाता, मेरो परमेश्वर, यो देखिएको चिजहरू सबै थोक चाहिँ सिर्जना गर्नुहुने उहाँ हो भनेर हामीले घोषणा गर्यौँ भने त्यो जीवन हामीले पाउँदछौँ। प्रिय हो, त्यही कारण हामी चिच्चाउँछौँ। त्यही कारण यो खुसीको खबर तपाईँहरूलाई पनि सुनाउँछौँ। हामीले यसरी पाएको मुक्ति तपाईँहरूले पनि पाउनुहोस् भनेर हामी चिच्चाउँछौँ, ताकि कसैले अथवा कुनै राष्ट्रले हामी विश्वासीलाई पैसा दिएर त्यस ठाउँमा गएर नाच उफ्री करा भोज भतेर गर भनेर पठाएको होइन। फेरि हो यो प्रेम बाँड्नको निम्ति हामी स्वयं आफैले आफ्नो इच्छाले मुट्ठी खोलेर अथवा आफ्नै स्रोत र साधनबाट हामी यसरी तपाईँहरूलाई पनि यो खुसीको खबर सुनाउन आएका छौँ। त्यसले गर्दाखेरि यो सुसमाचार प्रचार अथवा यो सुसमाचार कार्य गर्नको निम्ति हामी प्रत्येक क्रिस्चियनहरू चाहिँ शर्माउँदैनौँ, क्रिस्चियनहरू हामी लजाउँदैनौँ। किनभने पावलले पनि यही भनेको छ, सुसमाचार गर्न म शर्माउँदिन। रोमीको पुस्तक 21 अध्यायमा, किनभने परमेश्वरमा ग्रहण गर्नेको निम्ति परमेश्वरमा को चाहिँ असल कार्यको निम्ति यो चाहिँ परमेश्वरको शक्ति हो। त्यही कारणले गर्दाखेरि हामी सुसमाचार प्रचार गर्न डराउँदैनौँ, सुसमाचार प्रचार गर्नलाई लजाउँदैनौँ। तपाईँहरूको निम्ति पनि हामी यो कार्य गर्छौँ। त्यही कार्य गर्नको निम्ति क्रिसमसको यस पूर्व सन्ध्यामा तपाईँहरूको गाउँमा यस हुक्लाबारी मण्डलीमा हामीहरू पनि आएका छौँ। प्रिय हो, यो खुसीको खबरलाई इन्कार नगरौँ, खुसीको खबरलाई हामी ग्रहण गरौँ, ताकि हाम्रो भविष्यको स्थानलाई सुरक्षित गरौँ। योजना, उद्देश्य र प्रतिज्ञा जो समयको पूर्णतामा आउनुभयो। गलाती 4:4 भन्छ, समयको पूर्णतामा चाहिँ उहाँ आइकिन व्यवस्थापक अधीनमा रहिकिन उहाँले मानिसको शरीर रूप धारण गरिकन जन्म लिनुभयो र क्रुसमा टाँगिकन आफ्नो बलिदानद्वारा
सबै मानिसहरूलाई छुटकारा दिनुभयो। कति खुसीको कुरो, कति खुसीको कुरो। आज हामी मुक्ति पाउनको निम्ति आफ्नो शरीरलाई दुःख कष्ट झेलेर विभिन्न ठाउँहरूमा धाएर पाप मोक्षको निम्ति दौडछौँ, तर मुक्ति हाम्रो हातैमा छ, मुक्ति हाम्रो आँगनै छ। सिर्फ हृदयले स्वीकार्नु पर्यो, ओठले घोषणा गर्नु पर्यो कि साँचो ईश्वर, साँचो मुक्तिदाता प्रभु येशू ख्रीष्ट, जो सबै थोकको मालिक भएर पनि गाईको दुधमा जन्मनु पर्यो। गाईको दुधमा अथवा सबैभन्दा नीच स्थानमा, जो सजिलै ठाउँमा जो पनि जान सक्छ त्यस्तो ठाउँमा किन जन्मनु पर्यो होला? कतिले भन्छ यिनीहरूको प्रभु, यिनीहरूले प्रचार गरेको प्रभु यस्तो भएदेखि किन गाईको ओठमा जन्मनु पर्यो भन्ने मनस्थितिले यसरी खण्डन गरेको हामी पाउँछौँ, सुन्छौँ। तर सुन्नुहोस् प्रियहरू, आज तपाईँ र मैले चुनेकै व्यक्तिहरूलाई त सम्बन्धित ठाउँमा पुगेपछि भेट्नको निम्ति कति शास्ति गर्नुपर्छ, कति दुःख भोग्नुपर्छ, कति च्यानल मिलाउनुपर्छ। तर सबै थोकको मालिक चाहिँ त्यसरी ठुलो घरानामा, ठुलो परिवारमा अथवा राजदरबारमा जन्मेको भए के तपाईँ र मेरो प्रभु भनेर हामीले सजिलै स्वीकार गर्नु पाउँथ्यौँ, सजिलै दर्शन पाउँथ्यौँ? प्रिय पाउँदैनथ्यौँ। त्यही कारणले उहाँ चाहिँ आफ्नो नम्रताको कारण सबैभन्दा नीच स्थानमा, सबैभन्दा सजिलो ठाउँमा जसले पनि मलाई प्रभु भनेर पुकार्न सकुन् भनेर उहाँले चाहिँ यसरी आफ्नो जन्म लिनुभयो। त्यही भएर हामी गाउँछौँ, धनी र गरिब दुवै मिलेर भन्न सक्छौँ प्रभु धन्यवाद। सबैको साझा चाहिँ उहाँ मात्रै हुनुहुन्छ। आज हामी विभिन्न भाषा संस्कृतिका छौँ, आफ्नो मठ मन्दिर छौँ, आफ्नो मठ मन्दिरमा आफ्नो तरिकाले हामी पूजा आजा आराधना गर्छौँ। कसैले त्यहाँ यो त फल्नाको हो, फल्नालाई यहाँ चाहिँ वञ्चित छ भनेर हामी जान पनि नदिएको देख्छौँ। देखेका छौँ कि छैनौँ? छौँ नि है। तर यही मात्रै एउटा यस्तो पवित्र स्थान हो जो तपाईँ चुरोट खाँदै पनि आउन सक्नुहुन्छ, जान खाँदै पनि आउनुहुन्छ, लरबरिँदै पनि यो भवनमा आएर तपाईँले आफ्नो बोझलाई बिसाउन सक्नुहुन्छ। त्यही भएर प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ, हे सबै थोकले, सबै बोझले दबिएकाहरू हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिन्छु भन्नुहुन्छ। कति खुसीको कुरो छ। हेर्नुहोस् प्रिय आमा बुवा दाजुभाइ दिदीबहिनी, गाउँ समाज छिमेक सबैजना तपाईँहरू बोझमा दबिनु छ भने तपाईँहरूको निम्ति यो चर्च जो परमेश्वरको भवन हो तपाईँहरूलाई सबै खुल्ला छ। कसैले पनि तपाईँलाई रोकछोक गर्दैन। जस्तै सुकै परिस्थितिमा तपाईँ किन नहोस्, आउनुहोस्, आफ्नो बोझलाई बिजाउनुहोस् अनि ग्रहण गर्नुहोस्। तपाईँको सबै कष्टहरू हरण भएर जान्छ, सबै कष्टहरू। यसो भन्दै गर्दाखेरि यो क्रिस्चियनहरू चाहिँ फेरि कहिल्यै नमर्ने, यिनीहरू चाहिँ अविनाशीहरू कहाँबाट आएछन् भन्ने पनि मनमा लाग्न सक्छ। हो, हाम्रो पार्थिव शरीरलाई हामी त्याग्छौँ। पार्थिव शरीर जसले पनि यहाँ त्याग्छ, मानिसको शरीर निर्माण हुँदै गर्दाखेरि प्राण आत्मा शरीर तीन थोक भएर निर्माण भएको हुन्छ। जब प्राणले त्याग्छ शरीरको कुनै काम छैन, तर आत्मा सधैँ जीवित रहन्छ। त्यही भएर तपाईँहरू प्रत्येकले कामना गर्नुहुन्छ वैकुण्ठमा बास होस्, स्वर्गमा बास होस्। तर जबसम्म स्वर्ग जाने बाटो कसैलाई थाहा नै छैन, स्वर्गसम्म पुर्याउँदैन भने हामीले कामना गरेर मात्रै हुँदैन, हामीले ग्रहण गर्नुपर्छ, तब मात्रै त्यस ठाउँमा पुगिन्छ। त्यही कारणले गर्दाखेरि आउनुहोस्, सुसमाचार सुन्नुहोस्। मुक्तिको दिन अहिले हो। मुक्तिको समयमा तपाईँहरूले ग्रहण गर्नुभयो भने अनन्तको समयमा तपाईँहरू फेरि अविनाशी शरीरको रूपमा जीवित पारिनुहुनेछ, जीवित हुनुहुनेछ। अनन्तको मतलब यही हो कि तपाईँ कहिले फेरि मर्नुहुने छैन। धेरै वर्ष अगाडि, अहिले त डिजिटल युग आएर मलाई अनन्त प्रेम गर्नुभयो र अनन्तमा डोराउनको निम्ति आफू पुल बनेर यस धरतीमा आउनुभयो। प्रिय हो, प्राचीन समयमा पनि यही कुरा प्रचार हुँदै गर्दाखेरि ती व्यक्तिहरूले सुनेनन्, ती व्यक्तिहरूले बुझेनन्। तर ती जो व्यक्तिहरूले बुझे,
जो व्यक्तिले चाहिँ थोरै भने विश्वास गरे उहाँहरूको निम्ति र जसले विश्वासै गर्दै गरेन, जसले सुन्दै सुनेन, उहाँको निम्ति पनि प्रभु येशू ख्रीष्ट यस धरतीमा आउनुभयो। अचम्मको कुरो, एउटा मजा अनि एउटा रोचक कुरो यो छ, पवित्र बाइबलले यही भन्छ कि हेर प्राचीन समयमा म अगमवक्ताहरूद्वारा यसरी बोले, अगमवक्ताहरूद्वारा मैले तिमीहरूलाई चेतावनी दिए, तर तिमीहरूले पत्याएनौ। तिमीहरूले मलाई नपत्याएको कारणले गर्दाखेरि अहिले तिमीहरू यो कैदमा परेका छौ, तर पनि म तिमीहरूलाई सुसमाचार सुनाउँछु अथवा मेरो साक्षी दिन म आएको छु भनेर वचनले भन्छ। तपाईँ र मैले पहिलो पत्रुस 3:19-20 हेर्यो भने कैदमा परेको आत्माहरूलाई पनि हेर प्राचीन समयमा तिमीहरूले मलाई विश्वास गरेको थिएनौ, तर म क्रुसमा आए, तिमीहरूको निम्ति म मर्नका लागि आए, अब यहाँ तिमीहरू छौ, मलाई हेर भनेर उहाँले कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो। अघि हामीले नृत्य देख्दै थियौँ, हाम्रो दुल्हा राजा आउँदै हुनुहुन्छ, येशू ख्रीष्ट आउँदै हुनुहुन्छ। प्रिय हो, यो आउने भनेको न्यायको निम्ति हो। यो समय आउनुभन्दा अगाडि नै जो जसले सुसमाचार सुनिकन उहाँलाई मेरो मुक्तिदाता भनिकन ग्रहण गर्नुहुन्छ अथवा ओठले स्वीकार्नुहुन्छ, उहाँको निम्ति अहिले आउँदै गरेको दुल्हा राजा चाहिँ अनन्त जीवनमा लानको निम्ति हो, न कि तपाईँ र मेरो फेरि छुटकाराको निम्ति क्रुसमा टाँगिनुको निम्ति होइन। योभन्दा अगाडि नै उहाँले क्रुसमा टाँगिसक्नु भएको छ। आफू टाँगिनु भयो, मर्नुभयो, तेस्रो दिनमा बिउतिर उठ्नुभयो। यो एउटा सुसमाचार एकदमै गहन छ। त्यही कारणले गर्दाखेरि वचनले भन्छ, दोस्रो कोरिन्थी 6:2 ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो, मुक्तिको समयमा तिमीहरूले मलाई पुकार्यौ, मैले तिमीहरूको स्वरलाई सुने, मैले चाहिँ ग्रहण गरे भन्नुहुन्छ। ग्रहणको योग्य समय चाहिँ अहिले हो प्रिय हो, अहिले मुक्तिको समय। जब हामी संसार छोड्छौँ त्यस समयमा हामीले पश्चाताएर पनि केही पाउँदैनौँ। त्यही कारण हामी चिच्चाउँछौँ, यो क्रिस्चियनहरू, यो इसाईहरू आफ्नो धर्म कोठाभित्र बसेर प्रचार गरे हुन्छ, आफ्नो प्र्याक्टिस गरे हुन्छ भन्छन् मान्छेले, तर प्रभु येशूले भन्नुभयो, मैले सित्तैमा तिमीहरूलाई दिए, तिमीहरूले पनि सित्तैमा दियो। मत्ती 10:8 यही भन्छ, जाओ सारा मानिसहरूलाई अथवा रोगीहरूलाई निको पार, कुष्ठ रोगीहरूलाई निको पार, बिरामीहरूलाई निको पार भन्छ। यसको मतलब यही हो कि जो जसले तपाईँहरू बोझमा हुनुहुन्छ, जो समस्यामा हुन्छ, आत्मामा बेचैन हुन्छ, आत्मामा शान्ति छैन, उहाँहरूको निम्ति यो सुसमाचार हो। जसरी हामी आत्मामा बेचैन थियौँ, जसरी मानव जाति चाहिँ दासत्वमा थिए, उहाँको निम्ति छुटकारा दिनको निम्ति प्रभु येशूले कुनै पनि मूल्य नलिकन छुटकारा दिनुभयो। त्यही सुसमाचार चाहिँ तिमीहरूले पनि सुनाऊ र तिनीहरूलाई चङ्गा बनाऊ भन्नुहुन्छ। त्यही सुसमाचार हामी चिचाउँछौँ, त्यही सुसमाचार हामी सुनाउँछौँ। तपाईँ प्रत्येकले उहाँको दोस्रो आगमन अघि नै चिन्नु भएको होस्, ताकि अनन्त जीवन जिउनको निम्ति पाऊ। प्रभु येशूलाई स्वीकारौँ। अनि भन्छ धर्मशास्त्रले, धर्मी एकजना पनि छैन, कोही पनि छैन, धर्मी एकजना पनि छैन। सबै मानिसले पाप गरेका छन्, सबै मानिसले पाप गरेको कारण परमेश्वरको महिमासम्म पुग्नलाई चुकेका छन्। त्यही कारणले गर्दाखेरि पापको ज्याला चाहिँ मृत्यु हो, तर सित्तैमा अनुग्रहको वरदानले म तिमीहरूलाई धर्मी ठहराउँछु। मैले तिमीहरूको पाप बोकेको छु, क्रुसमा म टाँगिएको छु, मलाई अँगाल, मलाई चाखेर हेर, तिमीहरूले अनन्तको प्रेम, अनन्तको जीवन पाउनेछौ भन्नुहुन्छ। हालेलुया। यो एउटा बडो खुसीको खबर। क्रिसमस कुनै चाड होइन, डिसेम्बर 25 मात्रै क्रिसमस होइन। प्रिय अधर्महरूलाई चाहिँ
येशू प्रभुले कलवरी क्रुसमा टाँगेर स्वतन्त्र तुल्याउनु भएको छ। यसैको बडो खुसी, बडो आनन्दको सुसमाचार सुनाउनको निम्ति तपाईँहरूको माझमा हामी आएका छौँ। जसले सुन्छन् र आफ्नो हृदयले ग्रहण गरिकन ओठले स्वीकार गर्छ भने उसले मुक्ति पाउँछ भन्छ। त्यसले गर्दाखेरि मुक्ति पाउन साह्रै सजिलो छ। हामीले धेरै कष्ट गर्नु पर्दैन, दुःख गर्नु पर्दैन, हामीले हरेक धर्म कर्म गर्नु पर्दैन। धर्म कर्मले असल कार्य गर्न त सिकाउँछ, तर मुक्तिको बाटोमा डराउन सक्दैन। त्यही भएर हरेक धर्मले पाप नगर्नु, असल कार्य गर्नु, असल कार्य गर्यो भने राम्रो फल पाइन्छ भनेर भनेको पाउँछौँ। तर हाम्रो पवित्र बाइबल अथवा परमेश्वरले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि स्वर्गबाट वड ल्याएको रोटी चाहिँ म हुँ, बाटो सत्य र जीवन चाहिँ म नै हुँ, म द्वारा भन्दा बाहेक अरू कोही पनि स्वर्गमा जान सक्दैनन्। हालेलुया। यसैमा फरक छ, यसैमा फरक छ। त्यही भएर बाटो सत्य जीवन प्रभु येशू ख्रीष्टले म हुँ भनेर भन्नुभयो।